हेलो एभ्रिवान, गुड मर्निङ हजुरहरूलाई र स्वागत छ मेरो न्यू डे न्यू मिनी ब्लगमा। र सबैजनालाई हेप्पी होली। र आज चाहिँ मैले पूजा गरेँ, साथीहरू पूजाहरू गरेर चाहिँ बुढाको खुट्टा रोक्दैछु यहाँनिर। हजुरहरूले कसले यस्तो गर्नुहुन्छ भन्नुहोस् होला है। अन्त र यहाँ चाहिँ म होलीहरू लगाइदिँदैछु। मेरो बुढाले चाहिँ एकदम सिम्पल तरिकाले दुईवटा गालामा मात्रै साथीहरू, अरू सबै आँखातिर चाहिँ मैले दलेन। यहाँ चाहिँ बहिनी हो र यहाँ बहिनीलाई चाहिँ म एकदम जबरजस्ती लगाइदिँदै थिएँ क्या होली। र यहाँ चाहिँ मेरो बुढाले चाहिँ आऊ म चाहिँ एकदम तिमीलाई दुईवटा गालामा मात्रै लगाइदिन्छु भन्नुभएको थियो। तर यहाँ चाहिँ मलाई भूत बनाइदिनु भएको छ। हेर्नुहोस् त साथीहरू, मेरो अनुहार यहाँनिर कस्तो बनाइदिनु भएको छ मेरो बुढाले। र फेरि होली र मेरो लुगा पनि सेट भएको रहेछ क्या साथीहरू, हेर्नु नि पहिलो। र यहाँ चाहिँ मेरो छोरी हो। र यहाँ चाहिँ एकदम बाउ छोरी एकदम होलीहरू लगाउँदैछन् क्या, हेर्नु नि। छोरीले लगाउँदैछ बाबाजीलाई र बाबाजीले पनि छोरीलाई लगाइदिँदैछन् होली। यहाँ चाहिँ बहिनी हो, बहिनीले पनि लगाइदिँदैछन् होली। र म चाहिँ यहाँ घरबाट रेडी भएर निस्किसकेँ, लुगाहरू पनि चेन्ज गरेँ। उहाँ चाहिँ मेरो साथी एकता दिदी पनि पढ्नुहुन्छ। र अहिले चाहिँ म आएको छु नि त उनीहरूको लाइनमा होली खेल्नुको लागि साथीहरू। र मेरो यहाँ अर्को साथी पनि छ नि त, हामी चाहिँ उनीहरूको घर जाँदैछौँ होली खेल्नुको लागि। हेर्नुहोस् त दुईजना साथी कस्तो होली खेल्नु हुँदैछ, पानी फेकाएर फेक गरिवरी साथीहरू। यहाँ चाहिँ डेन्जरवाला होली चल्दैछ हो। म चाहिँ गइनँ बिचमा, मैले चाहिँ भिडियो बनाइदिँदै थिएँ नि त दिदीहरूको। र यहाँ चाहिँ बाहिर आएर चाहिँ यहाँ भाइहरूलाई चाहिँ पुरा होली लगाइदिनु हुँदैछ दिदीहरूले, हेर्नुहोस् त होली। र म चाहिँ होलीहरू खेलेर साथीहरू निस्किसकेको छु घरतिर। र अहिले चाहिँ म घर जाँदैछु। बाई साथीहरू, नेक्स्ट भिडियोमा भेटौँ। अहिले चाहिँ म घरतिर लागिसकेको छु।